Tribhuvan University, the oldest and largest university of Nepal, is now all set to order. Santam Samaro आज 2082 साल पौष 10 गते काठमाडौँ स्थित दशरथ रङ्गशालामा भव्य रूपमा आयोजना गर्दैछ। यो समारोह त्रिभुवन विश्वविद्यालयको शैक्षिक इतिहासमा एक महत्त्वपूर्ण र गौरवपूर्ण अवसरको रूपमा स्थापित हुनेछ। अब सबै लिन आयो होला क्या सर्टिफिकेट। हेलो गाइस, सबैजनालाई नमस्ते, वेलकम ब्याक टु माई च्यानल। यो बेला चाहिँ मलाई लाज लागेको हो कि आज चाहिँ म बल्खुमा कन्भोकेसनको लागि गाउन र टोपी कलेक्ट गर्न गएको छु। यहाँ चाहिँ अब हामी लाइन बस्न लागेको, यतिको थियो त्यो दिन चाहिँ मान्छे। यहाँनिर चाहिँ गाउन कलेक्सन गर्ने। अब हामी लाइन बस्दैछौँ गाइस। अहिले चाहिँ म गाउन टोपी लिएर अब ट्राई गर्नुको लागि जाँदैछु। अब चाहिँ ट्राई गर्न लागेको गाइस, गाउन चाहिँ कस्तो छ भनेर। हेर्नुहोस् है त। गाउन चाहिँ अलि लामो थियो कि गाइस। आज चाहिँ मैले जस्ट यहीँ बल्खुमा यही ग्राउन्डमा चाहिँ ट्राई गरेको छु। अनि कन्भोकेसनमा चाहिँ पुसको 10 गते छ है त, 2082 सालको पुस 10 गते कन्भोकेसन छ। अहिले चाहिँ जस्ट ट्राई मात्रै गरेको, कस्तो छ हेर्न अलि एक्साइटेड थिएँ नि त। कति पछि सपना पुरा भएको जस्तो फिल भइरहेको थियो, सो एकचोटि ट्राई गर्न लागेको। सबैजना चाहिँ त्यहाँ ट्राई गरिराखेको थियो, म चाहिँ खास त्यसो ट्राई नै त्यहाँ गर्छ भनेर मलाई थाहा थिएन। सबैजना ट्राई गर्दै थिएँ, सो म पनि अब गरिहालौँ न त भनेर सो ट्राई गरिदिएको। काफ चाहिँ लाउन नआएर हैरान। गाउन चाहिँ मलाई कस्तो लामो थियो क्या, साडी लाउँदाखेरि पनि कस्तो नदेखिने, साडी नै पुरै छोप्ने टाइपको थियो। हजुरहरूलाई अहिले एकछिनपछि कन्भोकेसनको दिनको पनि देखाउँछु है त। यो चाहिँ मैले फर्स्टमै रेकर्ड गरेर राखेको कि यो गाउन लिन जाँदाखेरि। अनि कन्भोकेसनको दिनको पनि मैले चाहिँ यसमै राखेको छु। पुस 10 गतिको दिनको पनि मैले चाहिँ यसैमा पछि अट्याच गरेर राखेको छु। साडी लाउँदासम्म कस्तो नदेखिने भएको थियो कि, गाउन लामो भएर, हुन त मेरो हाइट सानो छ नि त, त्यही भएर पनि यस्तो भएको होला हुन त। गाउन हेर्नु न कति लामो छ। अब हामी चाहिँ यसो एकछिन फोटोहरू भिडियोहरू बनाएर बसेको। एकछिन भिडियो पनि बनाएको एउटा सिम्पल। चाहिँ म कन्भोकेसनको डेको चाहिँ
देखाउँछु है त। आजको चाहिँ यति मात्र खिचेँ। यो चाहिँ अब म कन्भोकेसनको दिनमा चाहिँ बिहान रेडी भएको, जानको लागि रेडी भएँ। अब हामी जान्छौँ। अहिले चाहिँ हामी स्टेडियम पुग्यौँ। हामी चाहिँ अलिक चाँडै नै पुगेको थियौँ कि बिहान, किनभने भिडमा छिर्न गाह्रो होला भनेर बरु चाँडै जाने। अनि पछि सुरु हुने बित्तिकै फर्स्टमै सर्टिफिकेट लिएर फर्किने प्लान गरेर गएको थियौँ। म चाहिँ मम्मी र ड्याडी लिएर गएको थिएँ, मम्मी ड्याडीसँग गएको। अहिले चाहिँ हामी यत्तिकै हिँडिरहेका थियौँ। कता बस्ने, कुन ब्लक हो, त्यहाँ ब्लकहरू हेर्नुपर्ने हुन्छ। हजुरहरूलाई पनि त्यसो केही कन्फ्युजन छ भने चाहिँ फर्स्टमा गएर आफ्नो कुन ब्लकमा हो त्यो हेर्नुपर्ने हुन्छ। त्यसपछि त्यही अनुसारले चाहिँ बस्ने हो। पेरेन्ट्सहरू चाहिँ तलै बस्नुहुन्छ। हामीलाई चाहिँ स्टुडेन्टले चाहिँ माथि राख्ने रहेछ, पेरेन्ट्सलाई चाहिँ तलै राख्नुहुने रहेछ। यहाँ यो चेयरहरूमा चाहिँ पेरेन्ट्सहरू बस्नुहुन्छ। अहिले चाहिँ खाली नै थियो, खासै कोही पनि आएको थिएन। धेरै थिएन, आइरहेको थिएँ, बसेको चाहिँ थिएन। सबै फोटोहरू खिच्नतिरै लागिरहेको थिएँ। त्यसपछि अब म माथि जाउँ कि सोचिरहेको छु। अहिले चाहिँ म बोलेको थिएँ तर त्यहाँ म्युजिक आइरहेको थियो कि, अनि सो अब कपिराइट हुन्छ भनेर मैले चाहिँ म्युट गरेँ। अहिले चाहिँ म के भनिरहेको छु भने त्यही म कन्भोकेसनमा आएको छु भनेर चाहिँ भनिरहेको छु है। टोपी चाहिँ मिलाउन गाह्रो भइरहेको थियो, कपालमा चिप्ले भइरहेको थियो टोपी चाहिँ। यस्तो नेपालको झन्डावाला चाहिँ बाहिर बेच्न ल्याउनु हुँदो रहेछ। मैले चाहिँ त्यही एउटा लिएँ, राम्रो लागेर। अहिले चाहिँ अब यतिको मान्छे चाहिँ आइराख्नु भएको छ। उता धेरै हुनुहुन्छ कि, यता चाहिँ अब थोरै छ। यहाँ चाहिँ फर्स्टमा चाहिँ गएर आफ्नो ठाउँ नै खोज्नुपर्छ है। फर्स्ट सुरुमा ठाउँ खोजिसकेपछि अनि आफूसँगै आफ्नो पेरेन्ट्सलाई पनि राख्ने, मतलब नजिक आफू तल झर्दाखेरि देखिने ठाउँमा चाहिँ राख्नुपर्छ, किनभने पछि भेट्नको लागि इजी हुन्छ। त्यहाँ नेटवर्क प्रब्लम हुनसक्छ क्या, त्यही भएर भाषण हुँदैछ है गाइस। अहिले चाहिँ म अल्छी लागेर आफ्नो भिडियो बनाउँदै बस्दैछु। माथि गएँ गाइस, म अब यहाँ बस्नको लागि माथि गएँ। कोही बस्नै आएको थिएन, तर खासमा यस्तो पछि हुने रहेछ। फर्स्टमा चाहिँ सबैजना सर्टिफिकेट नै लिन जानु रहेछन्। हामी चाहिँ अब यहीँ होला भने बसिरहेको थाहा थिएन नि त। तर फर्स्टमा चाहिँ अब धेरै यहाँ किन नहुनुको कारण चाहिँ आएकोहरू चाहिँ उता पछाडि सर्टिफिकेटहरू लिने ठाउँमा चाहिँ गएर लिने रहेछन्। अब अहिलेको एकछिनपछि नै बार्न सुरु भइसकेको थियो कि, पछि चाहिँ अनि हामीलाई पनि थाहा भएर लिन गइहाल्यौँ। हजुरहरूले पनि जाने बेलामा चाहिँ यस्तो कुराहरूमा चाहिँ ध्यान दिनु होला। यता प्रोग्राम हुँदै गर्ने रहेछ, अनि उता चाहिँ सर्टिफिकेट वितरण पनि भइराख्ने रहेछ कि। अनि सर्टिफिकेट लिएर फेरि यता बस्न आएर प्रोग्रामहरू पनि भयो। नभए केही काम छ, बस्न मन छैन, कतै जानु छ भने चाहिँ गए पनि हुने रहेछ, सर्टिफिकेट लिएर फोटोहरू खिचेर। मलाई चाहिँ एकदमै अल्छी लागिरहेको थियो। अहिले चाहिँ यतिको मान्छेहरू चाहिँ यहाँ आइराख्नु भएको छ है। धेरै भिडभाड चाहिँ अहिले भइसकेको छैन, हल्का प्रोग्रामहरू चाहिँ भइ नै रहेको छ। मान्छेहरू आउने जाने क्रम चाहिँ जारी नै छ। के गरौँ भइरहेको थियो। अल्छी लागेर हेर्नु नमिल्ने थियो पारा। We all are gathered here in this sunny day of 25th December 2024.
aims your formal studies for which our graduates त्यतिकै बसिरहेको छु अहिले पनि मान्छेहरू आउँथ्यो अहिले चाहिँ अलिक भिड भइसकेको थियो तर यति बेला नै उता चाहिँ सर्टिफिकेट बाँड्न चाहिँ सुरु गर्न थालिसकेर जस्तो लाग्यो कि म चाहिँ अलिक पछिसम्म पनि बसि नै राखेँ अब यहाँको मन्त्रीहरू आउनुहुन्छ भन्नुभएको थियो होइन आएपछि मात्र उता जाने होला भनेर सोचेँ तर अरू साथीहरूले चाहिँ लिएर आइसक्नु भएको रहेछ क्या सर्टिफिकेट हातमादेखि सोद्धाखेरि त लिन जाने बेला भइसक्यो लिन गए पनि भयो भन्नुभएको थियो अब जति बेला लिएर हुने रहेछ सुरु चाहिँ भइसकेको रहेछ सो फर्स्टमै जाँदाखेरि चाहिँ अब त्यति भिड हुँदैन नि त अनि त्यही भएर फर्स्टमै जाँदा चाहिँ राम्रो हुन्छ तर म जाँदा चाहिँ अलि लाइन भइसकेको थियो त्यो त्यहाँको चाहिँ मैले भिडियो बनाउनु पाइनँ भिड भएको भएर सो अहिले नै भनिदिएको आफ्नो आफ्नो स्टल हुन्छ त्यहाँ चाहिँ आफूले फर्म भर्दाखेरि राखेको नम्बरमा उयो आउँछ कि मेसेज आउँछ कुन स्टलमा जाने भनेर अनि त्यहाँनिर लाइन छैन भने लिएर जाने लाइन छ भने चाहिँ लाइन बसेर लिएर जानु In addition, 23,980 parents and guardians have registered to attend the event, reflecting the deep social and familial values attached to the higher education in Nepal. With an estimated guest. अब चाहिँ म सर्टिफिकेट लिन जानलाई उयो लागेको गाइस साथीहरूले पनि लिएर आइसकेको थियो अरू साथीहरूले मेरो चाहिँ क्लास 42 नम्बर स्टलमा थियो गएर चाहिँ लिएर अहिले चाहिँ गाइस मैले सर्टिफिकेट लिएर आइसकेँ लाइनको भिडियो मैले बनाउनु पाइनँ अघि पनि भनिसकेको छु भिड भएर मम्मी ड्याडी म चाहिँ सर्टिफिकेट लिएर अब चाहिँ हामी फर्किँदैछौँ त्यहाँबाट सर्टिफिकेट लिने ठाउँबाट भिड चाहिँ यतिको थियो पछाडि यति भिड भइसकेको रहेछ कि हामी चाहिँ अगाडि बसिरहेको सर्टिफिकेट अब चाहिँ मैले पछाडिको चाहिँ भिडियो बनाइनँ त्यसपछि हामी बाहिर निस्क्यौँ बाहिर निस्केर चाहिँ खाना खाजा भन्दा पनि खाजा खाएर त्यसपछि हामी घर फर्क्यौँ है गाइस खाजा खाएको भिडियो चाहिँ मैले बनाइनँ अब बाहिर निस्केको भिडियोहरूमा चाहिँ मैले बनाएको छु बाहिर निस्किन लागेकोसम्म बनाएको छु त्यसपछि बाहिर चाहिँ हामी खाजाहरू खाएर अनि घर फर्क्यौँ घर फर्किँदा चाहिँ लगभग 2 बजिसकेको थियो है गाइस खाजा खाएर एकछिन बसेर घर चाहिँ 2 बजीतिर हामी घर आइपुगिसकेका थियौँ सो मेरो चाहिँ 51st कन्भोकेसन चाहिँ यस्तै भयो है गाइस हेरेर लाइक सेयर कमेन्ट गरिदिनु होला मेरो न्यू च्यानल हो सो सब्सक्राइब पनि गरिदिनु होला आजलाई चाहिँ अब यति नै गाइस बाई बाई नेक्स्ट भिडियो